आजको तरकारीको भाउ के छ त्यो चाहिँ म तपाईहरुले बताउने छु। सो त्यो हेरेर चाहिँ इन्जोय गर्नु होला। काँक्रा 40 रुपैयाँ लिटर 40 रुपैयाँ लिटर। कतिमा मिलाएर दिनुहुन्छ यो? त पसिना त मरे त हो आज त अस्ट्रे भइसक्यो। यसरी अब घरटी आउन पनि गाह्रो छ। यो खालको थप कतुङमा खाने अनि त्यस पछाडि चाहिँ बार्गेनिङ दरो हुन्छ गाइस। पानीपुरी कस्तो छ? कस्तो छ? ठिकै छ। सुमित भनेको चाहिँ झोलामा यसरी आलु बोकेर सब्जी बोकेर हिँडिरहेको छ। ट्राफिक लाइट अहिलेसम्म कहिले बन्छ यो? कहिले बन्छ ट्राफिक लाइट? यहाँ पनि छैन अनि खोइ यहाँ पनि छैन यता पनि। सो हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल एन्ड इट्स अ न्यू डे एट फ्रम भन्नुपर्दाखेरि चाहिँ इटहरी। किनभने म इटहरी आइसकेँ ब्याक टु होम विथ भाउजूले लिएर। अनि सो हिजोको भ्लगहरू चाहिँ एयरपोर्टमा लिन गएकोहरू पनि हालौँ भनेर चाहिँ सोचिरहेको थिएँ, तर खासै त्यो खालको थिएन। त्यो भनेको म फेसबुकमा थोरै थोरै क्लिपहरू चाहिँ हाल्छु, किनभने अब त्यस्तै भयो कि हतारमा खासै त्यो भ्लग पनि गर्न भ्याइएन। प्लस अरू भनेको अब गाडीतिर पनि लास्टै बिजोगले आइपुग्यो बल्ल तल्ल 4:30 बजे ल्यान्ड 4:30 बजे हामी आइपुग्यौँ इटहरी। सो आए पछाडि अब हल्का तातो सातो के खाए पछाडि अनि अब सुमितको भनेको काम त सुरु हुन थालि नै हाल्छ अब। सो भनेको अब भनेको चाहिँ जानुपर्ने छ मसुङको चारो लिनको लागि, किनभने घाम मेरो टाउकोमाथि आउनै आँटिसक्यो, टाउको आइ पनि सक्यो। सो अब इट्स टाइम टु गो चारो लिनको लागि। अब भाउजू भनेको रेस्ट गर्नु हुँदैछ, मम्मी भनेको सुमिते सुरु भइसक्यो। सो अब इट्स माई फर्स्ट भ्लग फ्रम माई आइफोन। सो कस्तो छ कस्तो के छ प्रतिक्रिया दिन नबिर्सिनु होला। सो डु लाइक सेयर सब्सक्राइब गाइज। लेट्स अप्रिसिएट दिस वेदर एन्ड अप्रिसिएट माई वर्क टु गाइज। सो लेट्स गो हेभ अ गुड डे है त। लेट्स स्टार्ट द डे गाइज। सो डेको सुरुवात भनेको चाहिँ अब सुमितको भनेको सुँगुरको देखिबाटै हुन्छ। अब सुँगुरको चारो सकिसकेको छ, अब भनेको लिन जानुपर्ने भनेको सुँगुरको चारो। अनि बोजू यतातिर हुनुहुन्छ। बोजूले मिस गर्नुभएको भएन हौ मलाई सम्झिनु भएको भएन बोजू? सम्झिनु भयो। सो मम्मी अब सुमिते गर्न स्टार्ट मम ल। सो अब भनेको चाहिँ साइकल झिक्ने, त्यस पछाडि साइकलमा झिका देखिनुहोस्। ए मम्मीले साइकल पनि झिकिसक्नु भएछ, पम्प छैन होला, धेरै दिन भइसक्यो साइकल नभएको पनि। अनि हेयर इज द साइकल। अनि ड्रम कहाँ छ मम्मी? चारको ड्रम कहाँनिर हो? उहाँ पल्लो घरमा। फेरि उता जानुपर्ने रहेछ। सो अब भनेको जाने भनेको चारो लिनको लागि विथ माई साइकल। लेट्स गो गाइस। सो कस्तो के हिजो भर्खरसम्म बेलुकासम्म लगभग अनि भक्तपुरमा काठमाडौँमै थिएँ म होइन। अनि अब एकैचोटि बिहान आँखा झिमिक्क गर्दाखेरि चाहिँ अब इटहरीको आफ्नो घरमा आइपुग्दाखेरि त्यो महसुसै छुट्टै हुन्छ। प्लस कस्तो भन्दाखेरि चाहिँ अहिले दसैँको टाइम भएको कारणले गर्दाखेरि चाहिँ एकदम गाह्रो रहेछ है। सिट पाउनदेखिबाट लिएर गाडी भाडादेखिबाट लिएर बाटो अहिले एकदम राम्रो पनि छैन। सो गाइज तपाईँहरू पनि आफ्नो गाउँतिर आउनु हुँदैछ भने चाहिँ सकेसम्म चाँडो गरेर आउनु होला। मौसम पनि त्यति राम्रो छैन, प्लस त्यो खालको रोडको सिचुएसन पनि राम्रो छैन रहेछ। सो हामीले पनि अब त्यो छुट्टै ठाउँबाट लिएर आउनु भयो। यति गाह्रो भयो कि गाडीमा भन्नै सकिएन है। यो गर्दनै यस्तो दुखेर क्या, यो गर्दन दुखेर यता पनि गर्नु भएको छैन उता पनि गर्नु भइरहेको छैन। तर अहिले चाहिँ गरिरहेको छु म, किनभने अहिले आएर चाहिँ हल्का फ्रेस भयो नि त, नुहाएँ फ्रेस भएँ। नत्र भने त गाडीमा निन्द्रा लाग्छ, यता झप्क्यो यो घाँटी दुख्छ, उता झप्क्यो घाँटी दुख्छ, पछाडि यस्तो गर्यो हुँदैन। सो बल्ल तल्ल गरेर चाहिँ घर आइपुग्यो। सो भनेको अब आइसकेपछि अब काम गर्नुतिर त लाग्नु परिहाल्यो। सो काम गरे पछाडि नै अब फुर्तिलो हुन्छ सुमित। नत्र भने त अस्ति यहाँ घरदेखिबाट जाने बेलादेखिको टाउको दुखेको, अघिसम्म नै दुखिरहेको, तर अहिले फ्रेस भएँ, हल्का रिफ्रेसमेन्ट खालको भयो। यो खालको अब इटहरीको हावा पनि लिँदैछु म।
सो अब भनेको चाहिँ ब्याक टु माई ओल्ड होम लुक लाइक दिस। मम्मीहरूले चाहिँ आएर चारो सारो यताउता गरिसक्नु भयो। सो धान पनि यतातिर हाम्रो हुन थालेछ, निस्किन थालिसक्यो। सो अब भनेको चाहिँ दसैँवाला भाइब आउन थालिसक्यो है हाम्रोतिर। सो तपाईँहरूकोतिर चाहिँ के हुँदैछ डु कमेन्ट गाइस। सो अब घरहरू मतलब त्यो पोत्नेवाला घरहरू छ भने कतिले पोतिरहनु भएको छ होला। मलाई चाहिँ खासमा भन्नुपर्दाखेरि चाहिँ त्यस्तै खालको घरहरू मनपर्छ क्या, पोतेको होइन। त्यो पोत्दाखेरिको त्यो कस्तो गन्ध आउँछ नि गोबरहरूको त्योसँग मिक्सवाला क्या, त्यसले नै कस्तो मोहित गर्ने खालको। मलाई चाहिँ है पर्सनल्ली चाहिँ मलाई चाहिँ त्यो मनपर्छ। सो मामलातिर हाम्रो त्यस्तै गर्नुहुन्छ क्या। सो स्टार्ट पनि भइसकेको छ उतातिर, सुन्दाखेरि रमाइलो पनि लाग्यो। सो अब इट्स अलमोस्ट 1 विक अब दसैँ आउनको लागि। सो सपिङदेखिबाट एभ्रिथिङ गर्नुभयो कि गर्नु भएको छैन डु कमेन्ट गाइस। सुमितले चाहिँ गरेको छैन, म गर्छु कि गर्दिनँ आई डोन्ट नो, किनभने अब हेर्नुपर्छ होइन सबै कुरा। सो अहिलेको लागि भनेको चाहिँ ब्याक टु माई फार्ममा हेर्नु पर्दाखेरि हियर इज माई बिग पिग। हेलो, यसरी कनाइदियो भने आराम मान्छ क्या सुँगुर है। यिनीहरू चाहिँ छुच्चिएछ यता। अनि अर्को भने मैले यसरी मजाले तपाईँहरूले मैले मेरो सुँगुर अबि ला एउटा त छैन सुँगुर, 5वटा यता छिरेछ। यसरी देखाएको छुइनँ क्या, किनभने मेरो फोनको हालत अर्को खराब थियो। सो आई विल सो यु म कसरी गरिरहेको थिएँ भनेर। सो अहिलेको लागि भनेको चाहिँ जाम चारोको ड्रम लिएर चारो लिनलाई। सुमितको काम अहिले चाहिँ अलमोस्ट डन भयो अहिलेको लागि। सुँगुरको चारो पनि ल्याएँ 2 ड्रम, त्यस पछाडि खाना पनि खाएँ। एकदम टाउको पनि दुखिरहेको थियो, फ्रेस भएर सबै कुरा भइहाल्यो। त्यस पछाडि भनेको घरको थोरै यतापट्टिको यो धुलोहरू गर्नुपर्ने थियो यिनीहरू, सो यो पनि गरेँ। सो एभ्री वान्स अन वर्क, किनभने कलरिङ आज फिनिस हुनेवाला छ। घरको लन्ठा जुन मेन फिनिसिङ हुनेवाला थियो त्यो पनि सकिनेवाला छ। अनि अर्को भनेको मम्मीहरू सेरु पनि यहाँ भित्र छ। मम्मीहरू टपरी गाँसिरहनु भएको छ, मजाले भोज सुतिरहनु भएको छ। सो अब भनेको टपरीमा के मम्मी? टपरीमा चाहिँ यहाँ चिउरा र मासु हजुर खाने हो। हजुर खाल्दोमा गाह्रो हुन्छ, टपरीमा खायो खालो। यो भनेको चाहिँ बेस्ट उपाय हुनसक्छ है त। मासु चिउरा खायो मतलब थाल माझ्नलाई हुनेलाई चाहिँ यो तरिकाले टपरी बुनेर गर्नुहुन्छ। सो टपरीमा खानुको पनि छुट्टै मजा छ है, एक तरिकाले हेर्दा पर्दाखेरि चाहिँ मलाई चाहिँ राम्रो लाग्छ। त्यो त डुना टपरी पहिलेदेखिको। सो हजुरहरूलाई चाहिँ यो तरिकाले गर्न आउँछ कि आउँदैन, प्लस अहिलेको जेनेरेसनकोले यो खालको फलो गर्दैन जस्तो लाग्छ, तर आउँछ भने सो डु कमेन्ट गाइज। अब भनेको यो पनि छँदैछ। त्यस पछाडि भनेको अब लगभग अलिक जेल पछाडि भनेको चाहिँ म आज भनेको हटिया जानुपर्ने छ, किनभने केही कुराहरू सम स्टफ्सहरू किन्नको लागि, प्लस विथ माई भाउजू। सो उहाँहरूलाई पनि हल्का आउटिङ तरिकाले, प्लस हल्का सपिङ टपिङ घरको पनि छ त्यो खालको। सो अब भनेको हटिया जाँदाखेरि नै हेर्दै जाउँ आजको दिन कस्तो के हुन्छ है त। सो वी आर गोइङ टु हटिया। अनि हटिया जाने क्रममा चाहिँ पत्रुकी हाम्रोको चोकमा चाहिँ यो खालको भाइब पनि आउन थालेछ। चिनेको दाजु यहाँ पुरै दिइरहनु भइरहेको छ। सो अब चाहिँ दसैँ आयो जस्तो माहौल पनि भइरहेको छ। सो गाइस दसैँ आयो, कता कता हुनुहुन्छ सबैजना? आफ्नो गाउँतिर फर्किनु होला। सुमित भनेको चाहिँ फर्किसक्यो। सो अब भनेको हटिया जाने, भाउजू पनि साथमा, प्लस अब चाहिने सामानहरू वहीँ गएर किन्ने। सो हामी आइसक्यौँ हटियाको सुरुमा हामी छिर्न थालिसक्यौँ हटिया लाइन। सो भनेको हामी सुरुवात गऱ्यौँ हामीले केबाट भन्दाखेरि यो भाँडाकुँडा पसलबाट, दोकानबाट। भाउजू चाहिँ अब भाँडाकुँडाको सामानहरू किन्न थालिसक्नु भयो। सो सुमित भनेको अब हेर्दैछ। अरू भनेको जुन मेन सब्जीहरू चाहिँ लिन जानु छ, यस्तो आलुहरू। सो हाम्रोतिर चाहिँ आलु यस्तो हुन्छ। सो कस्तो भन्दाखेरि हटियाहरूको यस्तो जो भ्लग बनाउनु पर्ने त्यो कम्पलसरी भन्ने कुरा चाहिँ थिएन, तर कस्तो भन्दाखेरि चाहिँ मेरो मोस्ट अफ द सब्सक्राइबरहरू चाहिँ हुनुहुन्छ पालुङबाट, जुन उहाँहरूले चाहिँ हाम्रोतिर चाहिँ यो खालको हुँदैन के, यो हटिया सटिया भन्ने हुँदैन। हाम्रो भनेको आफैमा त्यो खालको तरकारीहरू यताउता गर्ने खालको हुन्छ। सो उहाँहरूले चाहिँ केही नयाँ हुन्छ, केही जान्नुहुन्छ भन्ने तरिकाले चाहिँ मैले बनाएको।
सो अब यता इटहरीतिरको त्यस्तो यो थाहा भएको मान्छेहरूले चाहिँ त्यो छ भने माइन्ड नगर्नु होला। सो आजको तरकारीको भाउ के छ त्यो चाहिँ म तपाईँहरूलाई बताउने छु। सो त्यो हेरेर चाहिँ इन्जोय गर्नु होला। सो अब भनेको सब्जीको लागि चाहिँ जानै पर्नेछ। सो भर्खर त छिरिरहेको छौँ हामी होइन, त्यस पछाडि हेरौँ के किनिन्छ, म अन्तिममा देखाउँछु। इटहरीको हटिया भर्खर हामीले स्टार्ट गऱ्यौँ। अनि सुरुमै भन्दाखेरि जस्ट भर्खर 3 बज्दैछ अनि 3 बजे नै यो खालको भिड हुन्छ क्या यहाँनिर। यो खालको हटिया भनेको यस्तै हुन्छ हाम्रोतिर चाहिँ, जुन सामानहरू चाहिनेहरू चाहिँ यसरी बाटोमा राखिरहेको हुन्छ। बाटो भन्दाखेरि मेनली भनेको चाहिँ सब्जीहरू हो। त्यो कहाँ छ भनेर चाहिँ त्यो म अलिक अगाडि देखाउँछु। हेयर इज द सब्जी मन्डी सुरु भइसक्यो। सो लुक लाइक दिस। सब्जी मन्डी मात्र नभएर यो सबै कुरा पाउन सकिन्छ। इच एन्ड एभ्रिथिङ, खाद्य पदार्थदेखिबाट लिएर एभ्रिथिङ। पुगेको ठाउँमा त्यस्तो छ कि यस्तो गर्मीमा, इटहरीको गर्मीमा भेट्न त्यो हुन्छ नि, सास फेर्न नसक्ने खालको के। सो हियर इज द इटहरीको सबैभन्दा ठुलो यो हटिया लाग्ने चाहिँ पक्कै पनि यही हुनुपर्छ। सो हामी जाने कता हो। सो अब भनेको सामान किन्दै चाहिँ जाऊँ। इट्स टाइम टु फर्स्टमा किन्ने भनेको चाहिँ ज्वानो, किनभने अब गएर वाचिपा बनाएर खुवाउनु पर्ने छ। सो त्यो वाचिपाको चाहिँ फुल भिडियो चाहिँ आज म हाल्छु, कसरी के कसो हो। सुमितले अब भाउजू आए पछाडि वाचिपा नखाने भने कुरै हुँदैन। द्याट्स वाइ यो भनेको चाहिँ जिरा के अरे ज्वानो 100 रुपियाँ होइन? हजुर। सो ज्वानो यो लगेर अनि लोकलको मासुको झोल प्लस त्यो हुन्छ नि वाचिपा। सो कस्तो आज चाहिँ म फुल देखाउँछु तपाईँहरूलाई। 100 रुपियाँ पाउ रहेछ यो। सबै कुरा मजाले प्राइस टिपेर लेख्नु होला, स्क्याम नहुनु होला। यो खालको क्राउड एरिया अनि त्यस पछाडि यो खालको गर्मी, त्यही पनि इटहरीमा मेरो हेर्दाखेरि फेस पनि ओइली खालको त्यो खालको कस्तो डल देखिरहेछ होला। त्यो हुनुको कारण भनेको चाहिँ आज भनेको रातभरिको त्यो खालको अनिन्द्रा, त्यो खालको गाडीमा प्लस अब यो गर्मीले गर्दा हो। सो अप्रिसिएट इट गाइस। अब भनेको पानी खाम अनि त्यस पछाडि ब्याक टु द बाइङ अब सम स्टक्स। 20 रुपियाँमा नि काहीँ आउँदो रहेछ। 20 रुपियाँमा नि काहीँ आउँदो रहेछ, मलाई थाहा थिएन गाइस यार। कुन 20 रुपियाँको चाहिँ? अरे काहीँ नि 20 रुपियाँमा। मलाई फर्स्ट टाइम मलाई थाहा थिएन 20 रुपियाँमा काहीँ आउँछ भनेर। तपाईँहरूलाई थाहा दिएको थिएन? डु कमेन्ट गाइस। यत्रो हिँड्दा गलिएर पसिना सरी भयो भने चाहिँ गर्ने के भनेर भने पछाडि हटियामा आएपछि यो खालको व्यवस्था पनि हुन्छ क्या। यो खालको कतुङमा खाने अनि त्यस पछाडि चाहिँ बार्गेनिङ दरो हुन्छ गाइस। सो यो खालको पनि हुन्छ हाम्रो हटियामा चाहिँ। सो भाउजूलाई टमाटर मैले छान्न लगाइसकेँ, किनभने छोरा मान्छेले यस्तो छानेको भन्दा छोरी मान्छेले छानेको बेटर हुन्छ। सो द्याट्स वाइ भाउजू गर्न स्टार्ट। अनि टमाटरको भाउ भनेको 80 रुपियाँ किलो गाइस। गड इट है, स्क्याम भएको कि होइन अर्को ठाउँमा सोध्छु है त म। 40 रुपियाँ लिटर, 40 रुपियाँ लिटर। आन्टी कसरी अरे यो मुटै सानो छ जस्तो छ त हौ। ₹15 रुपियाँमा आउँछ जस्तो लाग्यो त। यो अघि नै अर्कै खालकोमा थियो नि। 100मा 3 किलो अरे। अहिले सस्तै रहेछ आलु भनेपछि। 100मा 2.5 किलो चाहिँ रहेछ आलु। अङ्कल कति हो आलु? 3 किलो कसरी अरे? कुन चाहिँ हो, यो हो कि यो? यो रातो हो, यो हालिदिनु त 3 किलो। एकछिन पहिला म यहाँ खाली गर्छु। यो हटियामा भनेको सबैभन्दा बढी कराउने अनि सबैभन्दा हुने भनेकै आलुमै हो क्या। मान्छे हुने भनेको यति धेरै हुन्छ कि भन्न सकिँदैन क्या। यो खालको मान्छेहरू यस्तो हुन्छ है। हामीले चाहिँ किनिसक्यौँ लगभग। ब्याग इज प्याक्ड, मैले बोकिसकेँ। अब भनेको अरू त्यो बाइकको अब बाहिर किन्ने सामानहरू। सो अब बाहिर जाऊँ। म त पसिनाले त मरेँ त हो आज त। अस्ट्रै भइसक्यो। यसरी अब हटिया आउन पनि गाह्रो छ यो खालको पसिनामा। ड्याम सिट हुन्छ यार। हामीले हटिया अलमोस्ट सबै पुरा गरिसक्यौँ। अनि हियर इज सम स्टप्स।
अनि यतापट्टि भनेको त सबै तरकारीले झोला सबै भर्यो। अनि जाँदाखेरि चाहिँ हामीले बाटोमा चटपटे खाएको थियौँ। तेल तर तेलले चाहिँ चित्त बुझेको छैन भाउजूको, किनभने मिठो पनि थिएन खासै। अब भनेको पानीपुरी खानुपर्ने छ, त्यसले हो कि यो चाहिँ राम्रो होस् भन्ने कुरा हो। खानु न तपाईँ, खानु न। कस्तो छ भाउजू? पानीपुरी कस्तो छ? कस्तो छ? लेट्स ट्राई इट। म पनि खान्छु। नेपाली नै याद आयो आपको? अब नेपालमा बसेर नेपाली आउनु हुँदैन रहेछ, अब त्यो पनि हामी पानीपुरी चाहिँ खाइदिरहेको छौँ। पानीपुरी भनेको त्यत्रो मिठो बनाएर डिसेन्ट यतिको ठिकै हो। खान सकिन्छ अरू प्लेट? आइएम एट इटरी होइन। अनि मलाई एउटा कुरा चाहिँ भन्नै मन लाग्यो कि आजदेखिबाट होइन लगभग 10-15 दिन भइसक्यो नि त त्यो जेएनजीको आन्दोलन भइसकेको। खासमा त्यही कारणले चाहिँ यहाँनिर चाहिँ त्यो खालको तोडफोडको कारणले यहाँनिर भएको थियो। तर अब यत्रो दिन हप्ता कति भइसक्यो, तर यो खालको खोइ त ट्राफिक लाइट अहिलेसम्म कहिले बन्छ? यो कहिले बन्छ ट्राफिक लाइट? यहाँ पनि छैन, अनि खोइ यहाँ पनि छैन, यता पनि छैन। यो भनेको त मेन पूर्वको मुटु हो नि ल यो इटरी भनेको, तर खोइ त जथाभावी छ क्या, जथाभावी। यो खालको त भएन नि त। ल अहिलेदेखिबाट होइन कि आफै सोच्नु न, यत्रो दिन भइसक्यो अनि खोइ त ट्राफिक लाइट। कताबाट मान्छे आउने कता जाने यतातिर छैन के। ट्राफिक लाइट बनाउनु पऱ्यो। सो यो सकेसम्म सेयर गरेर चाहिँ यसलाई गर्नु पऱ्यो गाइस। यो खालको हुँदैन, यो खालको छ क्या। ल हेर्नु न, मान्छे हिँडिरहेको छ, यताबाट नि गाडी आइरहेको छ, यताबाट नि गाडी आइरहेको छ। अनि फाटो क्रस जेब्रा क्रसमा चाहिँ कतिखेर जेब्रा क्रस गर्ने हो? कहिले बन्छ यो? यो कहिले बन्छ? अनि यो तरिकाको कहिले बन्छ? सो मलाई चाहिँ एकदम चित्त नबुझेको कुरा हो यो चाहिँ होइन। सो गाइज यो चाहिँ सकेसम्म सेयर गरेर चाहिँ यो माथिको तहसम्म पुर्याउनु पर्ने हाम्रै जिम्मेवारी छ यो एकदम। यो खालको यो नभएपछि नतिजा भनेको हुने भनेको यही नै हो क्या। नतिजा यही हो, नतिजा। को कताबाट आउँछ, को कताबाट आउँछ। सो यो भनेको चाहिँ अब यो नगरिकन हुँदैन है गाइस। यो आजदेखिको होइन, धेरै हप्ता भइसक्यो। मलाई चाहिँ एकदम चित्त नबुझेको कुरा हो यो चाहिँ। हेर्नु न ल यार, के हो यो? मान्छेको त जेब्रा क्रसबाट छ, जेब्रा क्रसमा गाडी छ, गाडी यतापट्टिको त्यस्तै छ। सहर मात्र भनेर होइन, सबै कुरामा त्यो हुनु पर्यो। टाइम लाग्ला, तर यत्रो धेरै टाइम भयो। सो अहिले भनेको चाहिँ दसैँको चाहिँ मुखमा सुन्ने त हामी आउन आँटिसक्यो सबैजना। तपाईँहरू चाहिँ अब कोही चाहिँ अब यसरी झोला बोकेर, कोही मासुको झोला बोक्दै हिँड्नु भइरह होला, कोही चाहिँ अब सपिङको लुगाहरू झोलामा बोक्दै हिँड्नु भयो होला। तर सुमित भनेको चाहिँ झोलामा यसरी आलु बोकेर सब्जी बोकेर हिँडिरहेको छ, त्यही पनि इटहरी चोकमा। सो सपिङ गर्नुभएको होइन गाइस, सुमित भनेको चाहिँ आलु सपिङ गर्दै हिँडिरहेको छ अहिलेसम्मको लागि चाहिँ। ग्यादरिङ हियर अहिलेको लागि भनेको चाहिँ we having fun guys, stay tuned.